गुन्द्रुक भटमास बनाउन जाँदैछु। मैले चाहिँ लसुन जिरा खोर्सानी पड्काइसकेको छु। भटमास र गुन्द्रुक झोल हालेर खाँदैछु आज खाना। यो रातो नहुन्जेल एकछिन एकछिन रातो कालो जस्तो नहुन्जेल डढ्नुपर्छ। गुन्द्रुक मलाई चाहिँ यसमा अलिकति प्याज पनि हालेको मनपर्छ। प्याज पनि हाल्दैछु। अब म चाहिँ यसमा भटमास हाल्न जाँदैछु। भटमास मजाले भुट्नुपर्छ। भटमास नपाक्नुन्जेल एकछिन भुट्नुपर्छ। मेरो भटमास चाहिँ रेडी हुन लाग्यो। रातो रातो भइसक्यो, पड्की पनि सक्यो। गुन्द्रुकमै गोलभेडा पनि मिसाइरहेको छु हतारले गरेर। भटमास चाहिँ रेडी भइसकेको छ। म चाहिँ गुन्द्रुक र गोलभेडाको उयो हाल्दैछु। एकदम मिठो हुन्छ गुन्द्रुक र भटमास चाहिँ। यसमा चाहिँ अलिकति बेसार खोर्सानी जिरा हाल्छु। अलिकति अदुवा लसुनको पेस्ट पनि हालेर चलाएको छु। यो चाहिँ यस्तो भएको छ। मैले चाहिँ अलिकति पिठो घोलेर राखेको छु। बाक्लो हुन्छ क्या अलिकति। फेरि गुन्द्रुकमा पातलो झोल भयो भने पनि त्यति मिठो हुँदैन। अब अलिकति पानी हाल्दैछु। म चाहिँ पानी हालेको छु। अब यो चाहिँ उम्लिएपछि अनि खाना रेडी भयो गुन्द्रुक। मेरो गुन्द्रुक र भटमासको तरकारी चाहिँ रेडी भयो गाइस खानको लागि।